समसामयिक विषयमा कुराकानी गर्न हाम्रो बिचमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराईजी हुनुहुन्छ। स्वागत छ हजुरलाई। धन्यवाद। प्रधानमन्त्री लामो समयपछि सदनमा जानुहुन्छ, झन्डै 2 महिना पछाडि, र उहाँ 20 मिनट बस्नुहुन्छ। दिनको हिसाबले सदनको दिन घटाएर हिसाब गरेको 1 दिन बराबर 30 सेकेन्ड परेछ उहाँको। व्यस्त हुनुहुन्छ होइन प्रधानमन्त्री? देशका लागि, जनताका लागि काम गर्दा गर्दा दिनको हिसाबले छुट्याउँदा, सदन चलेका दिन छुट्याउँदा 1 दिन बराबर 30 सेकेन्ड परेछ। कसरी निहालिरहनु भएको छ? मलाई त भन्नुहुन्छ भने साँच्ची नै भन्ने हो भने यो प्रधानमन्त्रीले देशको संसद, नेपाली जनता, देशको स्वाधीनता सम्प्रभुताको पक्षमा एउटै पनि कुनै काम गरेका छ? यत्रो धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति घटना पर जे भइराखेका छन् ती सम्पूर्ण कुरामा सरकारको ध्यान जाने, संसदमा छलफल हुने, संसदमा मान्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने, तपाईँ कसरी हेर्नु भएको छ? यति दिनमा त जम्मा 20 मिनट गर्दा 30 सेकेन्ड जे तपाईँहरूले भन्दै हुनुहुन्छ। गर्दा गर्दै 2/3 सरकार, संसद, आफ्नो पार्टीले अथवा आफ्नो सरकारले संसदलाई बिजनेस दिन नसकेर 2 हप्ताको लागि संसद स्थगित भयो। यो कुनै प्रधानमन्त्री हो? यो संसदीय व्यवस्थाको प्रधानमन्त्री हो यो? र फेरि अर्को कुरा के भने, अब यो 2 हप्ताको लागि सरकारले संसदलाई बिजनेस दिन सकेन, अनि यो 2 हप्तासम्म मान्य सदस्यहरू के गरेर बस्छन्? जागिर, तलब आदि इत्यादि त खान्छन् होला। अनि एउटा कोही राइडरले मोटरसाइकल पार्किङ गर्दा के घटना भयो त्यहाँ नजोडिराखौँ, त्यो 275 जना मान्यहरूले त्यो खाने त्यो तलब, भत्ता, सुविधा त्यो सम्पूर्ण नेपाली जनताको टाउकोमा जान्छ कि जाँदैन? यस्तो पनि कहीँ सरकार हुन्छ? ठिक छ, एकछिनलाई मानुस्, तपाईँ नजानुहोस्, संसदलाई बिजनेसै छैन। त्यो एउटा कानुन मन्त्री भएको एकजना शोभिता गौतम कि के भन्ने मान्छे भन्दैछ, होइन अब यो त 100 वटा कानुन, 200 वटा कोनी कानुन। बाबा तिमीहरू ठिक छ 21 गतेको चुनावमा प्रतिनिधि सभामा दोस्रो पटक आएका हो नि, तिमीहरू त 79 को चुनावमा पनि थियौ। यसकारणले गर्दाखेरि अहिले संसदलाई बिजनेस दिन, कानुन बनाउन, कोनी के गर्न, त्यो सम्पूर्ण कुरा नसक्ने र संसदलाई कुनै मूल्य, मान्यता, साँच्ची भन्ने हो भने संसदको योभन्दा ठुलो अपमान र अवमूल्यन, एकछिनलाई मान्नुहोस् न, संविधान संशोधनको बहसपत्र, सम्पूर्ण अरू राजनीतिक दलहरू त्यो बहसपत्र, संविधान संशोधनवाला गतिविधि छोडेर त्यो समिति नै भनेको निर्वस्त्र नाङ्गो भएर बसेको छ। अनि संसदलाई काम छैन। अब गर्दा गर्दै अब यो फेरि अब यो गाडी तेर्स्याउने, मोटर तेर्स्याउने जे कुरा गरेका छन्, अब फेरि अहिले त्यसमा यो कुरालाई नजोडौँला। तर तपाईँले पहिले राख्नु भएको जिज्ञासालाई सम्बोधन गर्ने प्रयोजनको निमित्त यो कुनै संसदीय व्यवस्था र त्यस अन्तर्गतको प्रधानमन्त्री र सरकार हो भन्ने लाग्न छोडिसक्यो मलाई त। बालन शाहले किन संसद छ, आफ्नै झन्डै 2/3 प्रचण्ड बहुमत छ, त्यसका बावजुद पनि संसदमा विधेयक दिने, बिजनेस दिने भन्दा पनि अध्यादेशको बाटो रोजिरहेछन्? यसकारणले गर्दाखेरि तपाईँ जनताको, उनलाई आफ्नै सांसदप्रति विश्वास छैन कि हो यो खास? मैले त आम सञ्चार समक्ष अहिले भन्न थालेको छु, उहाँको जुन त्यो व्यवहार देखिन्छ, उहाँ उत्तर कोरियाको किम जोङ उन जस्तो त गर्दै हुनुहुन्न। उहाँको कुन चाहिँ एउटा मात्रै कुनै काम, उदाहरणीय कुरा मलाई भनिदिनुहोस् जो लोकतन्त्र, संसद, जनताको पक्षमा होस्, एउटा कुनै काम। अब 100 दिन कोनी के आदि इत्यादि भन्थे, 100 दिन पुग्दा नपुग्दाखेरि त उनीहरूको 182 वाला जे छन् मान्यहरू, तिनीहरू आफै नै सरकारको कार्यप्रणालीमाथि खनिन थालिसके। चाहे त्यो सुकुम्बासीको कुरालाई होस्,
चाहे त्यो गणेश नेपालीको आत्मदाहको प्रश्नलाई लिएर होस्, चाहे प्रेसमाथिको अराजकता जे हामीले हिजो अस्ति हेऱ्यौँ सुन्यौँ त्यो कुरालाई हेर्नुहोस्, त्यो जेन्जी अगुवाहरूलाई गरेको व्यवहार, कुटेको त्यो हेर्नुहोस्, त्यो लछारे पछारेको गतिविधिलाई लिएर हेर्नुहोस्। अनि यस्तो सरकार, यो नेपाली जनताले यही आधार, यही कारण र यही अराजकता सहेर कतिन्जेल बस्ने। यसले गर्दा मलाई लाग्छ यो कुनै संसदीय व्यवस्था र यो संविधान अन्तर्गतको सरकारै हो। हाम्रो अथवा कानुनी सिद्धान्त प्रजातान्त्रिक मुलुकमा एभ्री पिपुल इज इनोसेन्ट अनलेस प्रुभ गिल्टी भनेर चाहिँ भनिन्छ र संविधानले प्रत्येक व्यक्तिको, नागरिकको सम्पत्तिको गोपनीयता, उसको शरीरको गोपनीयताको संरक्षण गरेको छ। तर त्यो संविधानको गोपनीयताको, सुरक्षाको हक बाहिर गएर अहिले यो सरकारले संविधानको धारा 28 कुनै पनि व्यक्तिको जीव, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानुन बमोजिम बाहेक अनतिक्रम्य हुनेछ भन्छ। अहिले तपाईले अमुक समयदेखि अमुक समयसम्म बसेका राजनीतिक पदमा अथवा जेमा बसेका मान्छेहरू हुन्, तिनीहरूको सम्पत्ति मलाई बुझाऊ भन्नुको अर्थ त्यो नागरिकको गोपनीयताको हक समाप्त भयो कि भएन। फेरि अनि त्यसैले मैले सुरुमा भनेको थिएँ एभ्री पिपुल इज इनोसेन्ट अनलेस प्रुभ गिल्टी। एकछिनलाई मान्नुहोस्, हरेक नागरिक निर्दोष हुन्छन् जबसम्म उनीहरूको गरेको कसुरको प्रामाणिकता हुँदैन अथवा प्रमाण पुग्दैन भने तपाईलाई अथवा तपाईले कुनै एउटा नागरिकलाई तपाईले नचोरेको प्रमाण देखाउनुस् त भनेर के दिनुहुन्छ? चोरेको पो प्रमाण हुन्छ। अनि त्यसै कारणले गर्दा कोही राजनीतिक पदमा बसेको मान्छे करोडपति होला अथवा उसको 20 जना छोराछोरी होलान्, 2टा श्रीमती होलान्, कोही के बसेका होलान् भनेपछि मेरो व्यक्तिगत स्वतन्त्रता, मेरो सम्पत्ति, तेरो सम्पत्ति कति छ यहाँले भन्ने तपाईको, यो सम्पत्ति तैँले भ्रष्टाचार गरेर गैरकानुनी काम गरेर आर्जन गरेको छस्, जसरी विष्णु पौडेलजीलाई तपाईहरुले भन्नुभयो, त्यो भन्नुस् न। अनि यो देशका न्यायाधीश भन्नुस्, हिजोका नेता भएका भन्नुस् अथवा कर्मचारी भएका लाइन लागेर हिँडेछ। मैले हिजो एकछिनलाई मान्नुहोस्, यहाँ काठमाडौँमा 2028 सालमा कोही बाहिरबाट अथवा झापा, इलाम, डोटी, बैथडीबाट आएको मान्छे 2 रोपनी जग्गा 5 लाखमा किनेर बसेको थियो भने अहिले त त्यो 20 करोड भयो। कहाँबाट ल्याइस् 20 करोड भन्ने? यसकारणले गर्दाखेरि तपाईले कसुर गरेको छ भनेर देखाएपछि मात्रै मैले निर्दोषिताको प्रमाण दिने। अनि अदालतले त र फेरि के भन्यो भने अब यहाँका न्यायाधीशहरूको कुरा गर्ने, हालाकि त्यो सुशीला कार्की आफै प्रधानमन्त्री हुनलाई मिल्ने संविधान र कानुनले प्रतिबन्ध लगाएको कुरामा जे काम कार्यवाही गर्नुभयो। अहिले पनि सर्वोच्च अदालतको एउटा न्यायाधीश यो संविधानको धारा 132 संविधानको धारा 132 ले के भन्यो भने 132 को 2 प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिको लागि ग्राह्य हुने छैन। त्यो कसरी त्यो राजेन्द्र कुमार भण्डारी भन्ने मान्छे कसरी बस्यो त्यहाँ? अनि त्यहाँबाट लाइन लागेर त्यो असंवैधानिक त्यो आयोग को कुन कानुन अन्तर्गत तपाईले गठन गर्नु र त्यो असंवैधानिक काम गर्नका लागि असंवैधानिक मान्छेलाई नियुक्ति गरेर राष्ट्रकोषबाट कति लुट्नुहुन्छ अनि सुकुम्बासीको घरमा आगो लगाउनुहुन्छ। अनि
एउटा राइडरलाई आत्महत्या गर्नलाई विवश गर्नुहुन्छ। यस कारणले गर्दा यो प्रणाली अन्तर्गतको गर्दा गर्दा यो सरकारै होइन भने अहिले जति कुरा मैले आदरणीय पत्रकार महोदय समक्ष राखेँ, यो कुरालाई कसैले होइन भनिदियोस् न त, यो संविधान होइन भन्नुहोस्। होइन भनेदेखि यो जे बनेको छ त्यो न्यायाधीश त्यो कमिटी बनाएरै अर्को भ्रष्टाचार गर्नुभयो फेरि। किनभने सम्पत्ति हेर्ने छान्ने भ्रष्टाचार गर्नको लागि त अख्तियार दुरुपयोग अनुसन्धान आयोग छँदैछ, अनि सम्पत्ति शुद्धिकरण निवारण विभाग आदि इत्यादि छँदैछन्। यसको चाहिँ काम के? यसैले संसदमा जानु नजानु यो कुनै संसदीय प्रणाली अन्तर्गतको सरकारै होइन, राज्य प्रणाली नै होइन कि जस्तो लाग्न थालिसक्यो। अब कतिपयले त फेरि अदालतले सरकारले गर्न खोजेको काममा अवरोध सिर्जना गर्यो भन्ने किसिमको बुझाइ छ। केही आयोगहरू, सम्पत्ति छानबिनका आयोगहरू बनेको कुरालाई अदालतले जुन रोकिरहेछ, अब चाहिँ सम्पत्ति छानबिन नगर्नु नमाग्नु भन्ने किसिमको उसको आदेश जुन आइरहेछ, यो पनि बुझिराख्नु फेरि अदालतले सुशासन ल्याउन दिएन, हस्तक्षेप गर्यो भनेर बुझिराख्नु फेरि जनता। अब अदालतले सुशासन ल्याउन दिएन भने त्यसैले त्यो न्याय हटाइदिनुहोस् न, त्यसलाई किन राख्यो? त्यसैले अघि मैले भने उत्तर कोरियाको किम जोङ उन जस्तो तपाईँले जे गर्नुभयो त्यसको बारेमा प्रश्नै उठाउन नपाउने कि भन्नुहोस्, कि यो संविधान निलम्बन गर्नुहोस्। तपाईँको अघि संविधान बहस पत्रवाला कुरा पनि 2 लाइन मैले निवेदन गरिसकेँ। अनि अदालतले के गर्ने? यो संविधान र कानुनको व्याख्या गर्ने अन्तिम निकाय तपाईँले होइन। अस्ति त्यो 4 जना 3 जनाको वरियता मिचेर यो मनोज कुमार शर्मा भन्ने मान्छेलाई प्रधान न्यायाधीश बनाएको, अनि त्यसैले काम गर्न दिएन भने हो। लाज छ कि छैन भने नि तपाईँ लुगा जहिले पनि म भन्छु, लुगा नलगाउँदा मान्छे कस्तो हुन्छ सबैलाई थाहा छ, तर लुगा त लाउँछन् नि। तपाईँले यो अस्ति प्रधान न्यायाधीश नियुक्ति गरेको त्यस्तै हो। अदालतले काम गर्न दिएन, के गरे अदालतले? र फेरि पनि यो संविधानले संरक्षण गरेको तपाईँका जुन मान्यहरू अहिले लिली आयोगले कसुरदार भनेका मान्छेहरू र त्यो लिली आयोगको रिपोर्ट मलाई लाग्छ जेनेभा अन्तर्गत अन्तर्राष्ट्रिय मानवाधिकार कमिटीसम्म त्यो प्रतिवेदन पुगेको अवस्थामा तपाईँको हैसियत के होला? यो देशको अहिलेको सत्ता पक्षको हैसियत भन्नुहोस् त। ती कसुरदार भनेर जुन लिली आयोगले देखायो, मानवाधिकार आयोग, तपाईँको देशको संविधान अन्तर्गत बनेको कमिटीले देखाएको थियो। तपाईँले गठन गरेका कमिटी होइन नि। तपाईँ त सुदन गुरुङ जस्तो आफै कमिटी बनाउनुहुन्छ, आफै होइन भन्नुहुन्छ, आफै हिँड्नुहुन्छ। यसकारणले अदालतले के यी सबै सारा उनीहरूको भाषामा है घन्टीवाला पार्टी अथवा हिजोको अराजकतावालाका कुरामा त्यो सारा अराजकताको कुरा गर्नका लागि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापित गर्दाखेरि त त्यतिखेरको सर्वोच्च अदालत पनि थियो, ती पनि न्यायाधीश थिए। त प्रतिनिधि सभा जनताका प्रतिनिधिले विघटन गरेको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरे हुँदाखेरि त यो अदालतै चाहिँदैन त भन्ने कुरा पनि त तपाईँ भने हुन्छ नि। होइन भने न्याय निष्पादन गर्ने निकायलाई निन्दा गरेर कुन लोकतन्त्र गर्दै हुनुहुन्छ, कुन अभियान चलाउँदै हुनुहुन्छ? केही सञ्चार गृहको कार्यालय अगाडि र प्रमुख प्रतिपक्ष दलका नेताको अगाडि, गगन थापाको घर अगाडि, कान्तिपुर लगायतका मिडिया ग्रुपको कार्यालय अगाडि गाडी आतङ्क जस्तो देखियो। र पछि खोज्दै जाँदा केही व्यक्तिहरू रासपाकै नेता कार्यकर्ता भएको खुल्न आयो र त्यही दिन यातायात कार्यालयका नेपालभरिका कार्यालयको सर्भर डाउन भयो। भोलिपल्ट ट्राफिकले स्वतः छोडिदियो। यो चाहिँ के हो खास? त्यही दिन सर्भर डाउन हुने समय मात्रै हो कि यो अराजकताको पराकाष्ठा? अहिले त्यो गाडी राख्ने सत्ता पक्षकै रहेछन्, अब त्यो जगजाहेर भइसकेको छ। र यो गाडी तेर्स्याएको विरोधमा इन्टरनेसनल युनियन अफ जर्नालिस्टले यो
पत्रकारिता जगतलाई साँच्ची भन्ने हो भने विचार र अभिव्यक्तिको स्वतन्त्रताको मुख थुन्ने, अस्ति जसरी तपाईँले निर्दयतापूर्वक निश्रिंसतापूर्वक त्यो आत्महत्या गर्यो भन्दिनँ म, राज्यले मार्यो जसरी गणेश नेपालीलाई राज्यले मार्यो। किनभने जसरी सुकुम्बासी व्यवस्थापन गर्ने नाउँमा तपाईँको आतङ्कको कारणले 5-5 जना मान्छेले आत्महत्या गरे। तपाईँले उनीहरूलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने को सरकार हो कि होइन? तपाईँको निर्णय र तपाईँको कारणले उनीहरूले आत्महत्या गरे हुन् कि होइन? गणेश नेपाली तपाईँको यो उद्दण्ड कर कोनी ट्याक्स के अथवा नागरिक लुट, एउटा गाडी मोटरसाइकल रोकेको एउटा राइडरको काम कारबाही लिएर उसलाई आत्महत्या गर्नसम्म पुर्याउने तपाईँ त के गर्छस् त मुला भनेर त्यो नगरपालिकाको महिला प्रहरीले बोलेको आवाज सुन्नुहोस्। जनताको स्तर, जनताको सम्प्रभुता र उसलाई आत्महत्या गर्नलाई विवश बनाउने को सरकार हो कि होइन? फेरि अर्को कुरा म तपाईँलाई भनौँ, अब कति तपाईँहरूलाई यसले तपाईँहरूको नेपाली नागरिकहरूको मन छुन्छ मलाई थाहा छैन। शरीरमा आगो लागेर आत्मदाह गर्न लागेको मान्छेलाई त्यो पुलिसले हेर्नुहोस् त त्यो घिसारेर लिएर हिँडेको एम्बुलेन्स चाहिँ त्यो पनि हस्पिटल कीर्तिपुरमा लान पर्ने, वन हस्पिटलमा लान पर्नेमा अनि वीर हस्पिटल लान्छ फेरि, अनि एम्बुलेन्स छैन। कुनै एउटा मन्त्री त फेरि रातारात भारत पठाउने भनेर एयरपोर्ट र हस्पिटल दौडधुप फेरि। अझ मैले त्यसमा के निवेदन गर्न खोज्दैछु भने, क्षमा चाहौँ, त्यो विभत्स त्यो क्रिया देखेर नेपाली जनताले कस्तो राज्य प्रणाली, कस्ता मान्छे रोजे त्यो देख्दैनन् नेपाली जनता। गृहमन्त्री त भावुक भयो त, सदनमै रोए त, बोल्न सकेनन्। के हो यो फेरि? एकैछिन, यो बुवासाले बाख्रालाई न्याकेर मार्न खोज्दा त्यो बाख्राको आँखाबाट आँसु झरेको कुरामा बुवासा रोएको अभिनय यो नगरे हुन्छ। मैले निवेदन गर्न खोज्दैछु, तपाईँले वीर अस्पतालले लग्नुभयो, अनि यदि त्यो देशको कानुन मिचेर काम कारबाही गरेको थियो र देशको जो निकाय हो उसले गरेको थियो भने तपाईँ किन जानुभयो? राज्यको कानुन पालना गर्ने निकायले कानुन पालना गरे नि, तपाईँले त धन्यवाद पो भन्नुभयो। फेरि लाज छैन, तपाईँ रुने कुरा गर्नुहुन्छ नि। तपाईँलाई त तपाईँको आँसुले पनि तपाईँलाई श्राप छ। अनि तपाईँ त्यो विदीर्ण अवस्थामा लिएर आउने, 1000 रुपियाँ जरिमानाका लागि उसको प्राण लिने, अनि वीर अस्पतालमा पुगेपछि अभिनय गरेर हामी त करोडौँको भारतमा उपचार गर्न पठाउँ। लज्जा छैन? पतित हो तिमीहरू जो 1000 रुपियाँमा मान्छेको ज्यान लिनलाई तयार छ। त्यही मान्छेलाई बचाउनको लागि तपाईँ करोडौँ खर्च गर्छु भन्दा पत्नी को हो यो देशका जनता मान्छे नेपाली? तपाईँलाई त्यहाँ आत्मदाह गर्न लाग्दा त्यो शरीरमा त्यो मोटरसाइकलको ट्याङ्की खोलेर त्यो पेट्रोल झिक्न लाग्दैखेरि त्यतिखेर किन रोक्नु भएन? लक लगाउनु भयो, गैरकानुनी थियो, किन रोक्नु भएन? त्यो घिसारेर किन हिँड्नुभयो? अनि त्यहाँबाट यहाँबाट यो अर्को बारबरा फाउन्डेसनका कार्यकर्ता किन गए थिए? अनि के भन्छन्? 1000 रुपियाँमा मेरो ज्यान लिनेहरू होइन, तँलाई त हामी बचाउनका लागि करोडौँ खर्च गरेर भारत, दिल्ली, दुनियाँ पठाउँछौँ भने। अनि प्रश्न उठाउँदाखेरि गोहीको आँसु, लाज छैन? र फेरि के पनि भन्यो, नगरपालिका हामीले चलाएको छ भने। कुन पार्टीको छ भने? धिक्कार! राज्य कसले चलाएको छ? त्यो नेपाल सरकारको अधिकार क्षेत्र कहाँ छ त्यो पनि थाहा छैन है। अनि त्यो सङ्घीयता, धर्मनिरपेक्ष स्थानीय सरकार अनि नगरपालिकाले चाहिँ मान्छे मार्ने, हत्या गर्ने काम गर्यो भने पनि सरकारलाई के थाहा? नगरपालिका, गाउँपालिका बिनाको नेपाल सरकार कहाँ छ? 761 वटा सरकार मध्ये
760वटा त अरू छन् नि त, 753 स्थानीय निकायहरू छन् नि त, तेरो त कहीँ राज्य रहेछ त। यस्ता घटिया पतितहरू। र अहिले सञ्चार गृहको कुरालाई मात्रै भन्दा पनि निजी क्षेत्रलाई विज्ञापन दिनको लागि तपाईँले किन भन्नु? त्यो पनि अदालतले त खोल्यो। डराइदेऊ नि त, तिमीहरूले त हिजो ककलले हो जेएनजी आन्दोलनको नाउँमा डराएकै हो। र अहिले ज्ञानेन्द्र साईले पनि भने राजनीति भनेको यो सिंहदरबारमा विद्यार्थी ल्याएर जलाउने, संसद भवन जलाउने, अनि फेरि त्यही संसदको चुनाव लड्ने, त्यसैलाई भन्ने हो भनेर जेएनजी अगुवा मजिद अन्सारी भन्ने मान्छेलाई त्यो सेल्टरमा राखिएका मान्छेहरूलाई किन यो सब बुरी हाल सेन्टरमा के भछ भनेर बुझ्न जाँदा पिटाइ खाए प्रहरीको भनेपछि र प्रहरीले उपदेश पनि दियो, तिमीहरू पढ, तिमी पढ, राजनीति गर नआऊ। प्रहरी के भइरह हो, त्यो शब्द चयन पनि अलि होइन, तिमीहरू पढ आदि इत्यादि होइन, ऊ आफू अधिवक्ता हो। होइन, हामीले भारतको सिमाना मिचेका छौँ भन्ने देशको प्रधानमन्त्री कस्तो हुन्छ? अनि त्यस अन्तर्गतको नेपाल त्यो पुलिसको सिकाउनलाई यो राजनीति नगर पढ भन्ने को हो त्यो? र फेरि अर्को कुरा, राजनीति बिनाको राज्य हुन्छ, चाहे त्यो गाडीमा चढ्नुहोस्, चाहे व्यापार व्यवसाय कुनै के गर्नुहोस्, राज्यको ऐन कानुन मान्नुपर्छ, राज्यले त्यो गरेको जे छ भनेदेखि राज्य राजनीतिक कार्यकर्ता हुनु नहुनु एउटा कुरा हो, तर राजनीति बिनाको देशको नागरिक हुन्छ। त्यो 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 पुलिस त्यसले यो संविधानको शपथ ग्रहण गरेछ कि छैन? बहुदलीय व्यवस्था कुनै के गणतन्त्र भने, अनि त्यो राजनीति गरे हो कि होइन? त्यो यस्ता खालका सिंहदरबारभित्रै कर्मचारीको आन्दोलन हेर्नुहोस्, यस्तै गर्नलाई फेरि सरकार 2-3 घण्टामा ब्याक हुन्छ। ब्याक हुने मात्रै होइन, यस्तै गर्नलाई तपाईँलाई मत दिएर पठाएको। यो जस्तो अराजकता, यो जस्तो नीति नैतिकता विहीन त्यो रवि लामिछानेले बोलेको हेर्नुहोस्। यहाँ त एउटा कुरा पनि बाहिरियो, आफ्नै मन्त्रीलाई, क्याबिनेटमा भएको मन्त्रीलाई प्रहरी प्रमुखलाई फोन गरेर तत्काल राति नै समात्नु भनेर प्रहरी पनि त्यो हिसाबले उसको घर वरिपरि गएको र उनलाई पनि मनोवैज्ञानिक हिसाबमा डर भइसकेपछि सभापतिलाई जानकारी गराएको भन्ने विषय सञ्चार माध्यमहरूले बाहिर आए। त्यो विषय होइन भनेर पनि प्रधानमन्त्री कार्यालयबाट आएको छैन भनेपछि त्यो होला, यस्तो मिल्छ। अनि आजको दिनसम्म उनी गलत छिन् भने किन त्यही क्याबिनेटमा राखिरहेछन् प्रधानमन्त्रीले? यो पनि त प्रश्न होला फेरि। होइन, यसै कारण यो प्रधानमन्त्री भएको मान्छे अघि अब मैले धेरैचोटि निवेदन गरिसकेँ, संसदीय प्रजातन्त्र लोकतन्त्र विधिको शासन कुनै अन्तर्गत छ? अहिले यतिसम्म कुरा आम सञ्चारमा बाहिर सार्वजनिक भइराखेका छन्। यिनीहरूले नियुक्ति गरेको प्रधान न्यायाधीश न्याय परिषदको बैठक बोलाउन सक्दैन। यिनीहरूले नियुक्ति गरेको प्रधान न्यायाधीश मर्यादा क्रमले त चौथो भयो भनेपछि उप प्रधान न्यायाधीश भयो। अरू त हिजो 1, 2, 3 भएका मान्छेहरू त 1, 2, 3 नै छन्। अब संवैधानिक इजलासमा कसलाई राख्नुहुन्छ? त्यही 1, 2, 3 राख्नु पर्ला। त्यो 1, 2, 3 राख्ने हो भनेदेखि अब ककसका मुद्दा के हुन्छन्, त्यो प्रधान न्यायाधीशको इच्छा आदि इत्यादि जे कुरा होला फेरि। त्यसैले गर्दा अहिले अब यसको कुनै तथ्य प्रमाण त होइन, तर सार्वजनिक रूपमा भएको छ कि अब यो वरियताको क्रममा रहेका अरू 1, 2, 3 वाला जे छन्, होइन यिनीहरूलाई त महाभियोग लगाउने काम कार्यवाही गर्यो भने अनि बल्ल अदालतलाई काम गर्न सजिलो। अब अहिले निजी क्षेत्रलाई विज्ञापन नदिने पनि प्रतिबन्ध लाग्यो। अहिले यो हुन त यो अर्को फेरि भ्रष्ट आयोग हो, भ्रष्टाचारको आयोग हो भन्छु म, किनभने अख्तियार दुरुपयोग अनुसन्धान आयोग छँदाछँदै यो जे बनाएको छ र त्यो सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको मान्छे यो संविधानको धारा 132 को 2 बमोजिम त्यो पदमा पुग्नै पाउँदैन। अनि उनले यही संविधान अन्तर्गत बनेको कानुनको शपथ ग्रहण गर्ने धिक्कार। कसलाई भन्न जानु पहिले भन्नुहोस् त? अनि उनले छानबिन गर्ने र लाइन लागेर प्रतिवेदन दिने। केही व्यक्तिहरूले सिंहदरबार या सरकार के खाएर चलाइरहेछन् भनेर आशंका गरिरहेछन्, प्रश्न गरिरहेछन्।
भनेपछि सरकार सञ्चालनलाई हेर्दा 100 दिन कटिसक्यो, आलोचना गरेर पनि 100 दिन पर्खौँ भन्ने धेरैको बुझाइ थियो। आलोचना गर्न पनि परिस्थितिमा सरकार पुगिसकेका छ। ल अहिले हामी यति जे गरिराखेका छौँ यो के त? अहिले यिनीहरूले बनाएको आयोगको बारेमा भन्नुहोस्, आम सञ्चारलाई सूचना तर कतिपयले भनिरहेछन् अहिले ब्रिकेस बोकेको त देखिया छैन त, प्रधानमन्त्री त आफ्नै मन्त्रीलाई नि छोड्दा रहन्छन् त भन्ने किसिमको तर्क छ फेरि। हो त्यसै कारणले गर्दाखेरि अहिले तपाईँहरूले अघि हामीले भनिसक्यौँ, अहिले तपाईँले संसदलाई अथवा प्रतिनिधि सभाको जे अपमान गरिराख्नु भयो होला, अथवा त्यसै गरेर अहिले तपाईँको त्यो स्वर्णिम वागले लगायतका तपाईँको आफ्नो सम्पत्तिको विवरणको बारेमा जे कुरा भएको होला, गर्दा गर्दै तपाईँहरूको सरकार आइसकेपछि अहिले सार्वजनिक ऋण राज्यको टाउकोमा 29 खर्ब 61 अर्ब 19 करोड ऋण लिनुभएको छ र तपाईँहरू चाहिँ आफू गडगडी के गरिराख्नु भएको छ। तपाईँका एक एउटा मन्त्रीका लागि 5-5, 7-7 जना सल्लाहकार जो संविधान र कानुनले चिन्दैन त्यो पदमा कुन ढेकुटीको पैसा खुवाउँदै हुनुहुन्छ? प्रधानमन्त्रीका 20, 22, 25 कति छन्? अनि अघि हामीले कुरा गरिसक्यौँ, यो संविधान बहसपत्रमा सम्पूर्ण राजनीतिक दलहरू परित्याग गरेर हिँडिसके। नेपाली जनतालाई, प्रति व्यक्ति नेपाली जनतालाई तपाईँहरू सरकारमा आइसकेपछि आजको दिनसम्ममा 79,220 1 लाख रुपियाँ नेपाली जनताको टाउकोमा ऋण पुर्याउनु हो। नेपाली जनताको के दोष थियो? अर्थमन्त्रीबाट पनि प्रधानमन्त्री असन्तुष्ट जस्तो देखिन्छ। यो प्रधानमन्त्री नै रवि लामिछानेलाई भेट्न गए, 4 घण्टासम्म उनको घरमा छलफल भयो भन्ने कुरा आयो। यो अलिकति सरकार दल यो अलिकति असन्तुष्टि, यो पनि राष्ट्रपति सांसदहरूले पनि सदनमा सरकारको आलोचना गर्न थालिसके, सरकारको आयोगका विषयमा प्रश्न उठ्न थालिसक्यो। होइन, त्यसैले मैले भनेको यो यिनीहरूको हनीमुन अफ इन्ट्रेस्ट भनेर त कोलिसन अफ इन्ट्रेस्ट भनेर पहिल्यै पनि भनिसकिएको हो। तर जुन त्यो इन्ट्रेस्टले तपाईँले कोलिसन गर्नुभयो, अब त्यो इन्ट्रेस्ट त्यो रवि नै आए पनि त्यसले पनि मिलाउन सक्दैन। प्रतिनिधि सभाको एउटा नियमावली बनाउन सक्नुहुन्न। 182 हुनुहोस् कि 338 हुनुहोस् कि 500 हुनुहोस्, अनि त्यहाँबाट एउटा आयोग बनाएर जेएनजी आन्दोलनको छानबिन भन्नुहुन्छ, 23 गते छानबिन गरेँ, 24 गर्दिनँ भन्नुहुन्छ, 24 का जति सबै अपराधी तपाईँहरूकै निकटका छन् भन्ने अब सार्वजनिक जे भएको छ भने यो यस्तो सरकार, यस्तो राज्य, यस्तो प्रणाली यो कतिन्जेल टिक्ने भने साझा बसलाई तपाईँले पेन्टिङ गरेर अनि एउटा पार्टीको तपाईँको पार्टीको झन्डा त्यो घन्टी राख्ने नै साझाले चाहिँ अस्वीकार गरिदिसक्यो। होइन, के कति नीच हुनुहुँदो रहेछ तपाईँहरू भन्ने कुरा। साझाले अस्वीकार गरेन, नेपाली जनता चाहिँ कहाँ छ नि भनेको के हेरेर बसेका छन् भने यो अराजकताको हेऱ्यौँ न। गोलमेडा 8 रुपियाँ केजी बिकेन अनि तपाईँले किन्दा 45-50 रुपियाँ। हिजो यहीँ अगाडि फाले होइन गोलमेडा, यहीँ अगाडि फाले माइती घरमा। अनि तपाईँ पनि त कमसेकम त्यही बजारै किनेर खानुहुन्छ, 50-60 कोही त 80 सम्म छ किलोको। अनि यस कारणले गर्दाखेरि अब योभन्दा बढी असफलता के चाहियो? फेरि अघि हामीले कुरा गरिसक्यौँ, 182 को स्ट्रेन्थको संसद बिजनेस नपाएर 15 दिन गयो। पहिलोचोटि सम्मेलन गरेको अहिलेसम्म पनि सदस्यहरूको त्यो उम्मेदवारी तलमाथि अझै पनि हेर्दैछन्। केन्द्रीय सदस्य फेरि अर्को भए, फेरि अर्को भएछन्। छ्या सेयर बजार यो के हुँदो रहेछ? खास केन्द्रीय सदस्य त एउटा निर्वाचित हुनेहरूलाई मत धेरै जसले ल्यायो त्यही हुनेहरूलाई। खोइ अब हामीले त बुझे त्यसै। फेरि यसका माननीयहरूले पार्लियामेन्टमा बोलेको हेर्नु भएन? निर्वाचन आयोगले चाहिँ हाम्रो त्यहाँ उम्मेदवारहरू निर्वाचन आयोगको षड्यन्त्र भयो अरे। छ्या। अनि अहिले गर्दै सेयर बजार हेर्नुहोस्, गएको यिनीहरूको सरकार हुनुभन्दा अगाडि 15 अर्ब 30 करोड सेयर बजारको कारोबार र जनताको नाफा लेनदेन भयो। अब अहिले सेयर बजार समाप्त लगभग 9 अर्ब 64 करोड 6 अर्ब घाटामा। अनि फेरि
अहिले वैदेशिक रोजगारमा बाहिर जाने मानिसहरू लगभग 7 लाख प्लस भन्ने आइसक्यो नयाँ सरकार बनेपछि। अहिले 53,951 विदेशी रोजगारमा गएका मान्छेहरू सबै फिर्ता गरेर लिएर आउँछु भन्ने 100 दिन। अनि यो 53,951 युवाहरू बाहिर जाँदाखेरि कति करोड त त्यो वैदेशिक रोजगार कमिटी मार्फत लुटिस होला नि। अनि फेरि ऋण चाहिँ बढेर 29 खर्ब 61 अर्ब। यो कुनै सरकार हो भनेको? राज्य छ र खै? नागरिक त्यसरी मारिएका छन्, सञ्चारगृह त्यस्तो भएको छ, मानवाधिकार आयोगको हालत त्यो छ। एउटा मात्रै कुरा ल भइहाल्यो, अब एकछिनलाई मान्नुहोस् म पूर्वाग्रही रहेछु, आम सञ्चारकै हिसाबले तपाईँलाई आदरपूर्वक मैले निवेदन गरेँ, एउटा मात्रै सकारात्मक चाहिँ के भयो? अहिले शिक्षकहरूको के अरे त्यो शैक्षिक कन्सल्टेन्सीहरूलाई 25 लाख दरौ। तपाईँ पढेर लेखेर अब कुनै विषयमा राम्रो ज्ञान लिनुभयो, एउटा शैक्षिक परामर्श सेवा खोल्नुभयो, अब युवाहरू बाहिर जाने अब त तपाईँहरूको ल फर्म खोल्नलाई नि धरोटी माग्ने भएको छैन, यही हिसाबले जाने हो नि त। यस कारणले गर्दाखेरि फेरि अर्को राज्यको तर्क 25 लाख कसैले राखेर ठग्दैन भन्ने चाहिँ के ग्यारेन्टी हुन्छ? होइन, फेरि जस्तो किनकि विदेश पठाउने कुरा त लाखौँका कुरा हुन्छन्, एउटै विद्यार्थीले 40-50 लाख। तपाईँले एउटा कुरा के बुझ्नु पर्यो भने यो राष्ट्रिय स्वतन्त्र पार्टीले जब यसका मान्छेहरूले यी मन्त्रीहरूले सम्पत्ति विवरण बुझाए त्यस बखतदेखि त यो त स्वर्णिम पार्टी भएको छ नि त, र उनीहरूले सम्पत्तिको स्रोत दिनु पर्दैन। जो मान्छे सधैँ मोटर चढेर हिँड्छ नि, ऊ मोटरमा दिनभरि हिँड्दा बस्दा कोनी के गर्दाखेरि थाक्छ होला, त्यो मान्छेलाई सडकमा भारी बोकेर हिँड्दाखेरि थाकेको अनुभव थाहा हुन्छ? यिनीहरूलाई थाहा छ त्यो जनताको पीडा? 25 लाख पनि पैसा हो र? जम्मा 25 लाख भनेको धिक्कार। अनि उसले 200 तोला त सुनै छ, जमिन छ। फेरि अर्को कुरा, 25 लाख तिरेर तपाईँले कन्सल्टेन्सी खोल्नुभयो रे, म तपाईँकोमा गएँ भने तपाईँले त्यो 25 लाख राखेर त उठाउनु पऱ्यो नि। हिजो मसँग 500 रुपियाँ लिएर तपाईँ काम गर्नुहुन्थ्यो, अब तपाईँ मलाई 25,000 दे भन्नुहुन्छ। अनि मेरो आमा बुवा हिजो फल्नाको छोरो अस्ति 1,000-2,000 के अरे 1,500 रुपियाँ तिरेर गयो, तँलाई चाहिँ अहिले 25,000 चाहियो, आमा बुवाले भन्नुहुन्छ। होइन, अहिले नियम कानुन। अनि आमा बुवाले अब कहाँबाट ल्याउने? धिक्कार धिक्कार धिक्कार। फेरि आमा बुवाले नि भन्ला नि यो सरकार आएपछि घन्टीलाई भोट हाल्नु आमा हामीलाई सजिलो हुन्छ भनेर त तैँले जो भन्थिस् भन्ला नि फेरि। अनि त्यसैले अब युवाहरूलाई पनि घाटा खायो। होइन, अहिले भेट्दैछन् नि, हेर्दैछन् नि। एउटाले भन्दै थियो विदेशमा घन्टीमा भोट नहाले म आमा घर फर्किन्न भन्दै थियो, अब घरै आउनु परेन किनकि घरै छैन, सरकारले भत्काइदियो भन्दै थिए। यसै कारणले गर्दाखेरि अब घरै आउनु परेन, अब घर छैन, एउटाको कुरा। र अर्को कुरा मैले सुनेसम्म त हिजो घन्टीमा भोट हाल्नु भनेर युरोप अमेरिका बसेकाहरूले यो 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 फेरि अब कुवेत बहराइनबाट कति भने थाहा छैन, तर अमेरिका बेलायतैवाला कुरा किन जोडिराखिएको छ भने अमेरिकन युथ काउन्सिल, यिनीहरू यो सब डढाउने जे गर्ने, यो रवि लामिछाने अथवा बालन शाह लगायतका मान्छेहरू, सुदन किराँती, पानी बाँड्ने, किन त्यहीँबाट आएर। अनि हिजो $500 आमा बुवालाई पठाउँदा पुग्थ्यो, अहिले आमा बुवाले भने महँगी धेरै बढ्यो छोरा, अब यो आन्दोलन सान्दोलन पनि सधैँ भइरहेको छ, अब $1,500 पठाइनुहोस् भने त दैनिकी चल्न छोड्यो भने। अनि उहाँबाट भन्न थाले अरे होइन यहीँ अमेरिकामै सधैँ बिहानै बेलुकै आन्दोलन हुन्छ, कोनी के आधा पेट खाएर बस्नुहुन्छ भने बस्नुहोस्, हामी नै काम पाउन छोडिसक्यौँ, अब तपाईँहरूलाई के दिने भनेर तिनै टायर बालुवा युवा अहिले भन्न थाले। त्यस्तो परिस्थिति सिर्जना भइसक्यो हरेकको घरमा, जसलाई हिजो भन्थे। यस कारणले फेरि पनि मैले दोहोऱ्याएर भने यो संविधान अन्तर्गतको संसदीय पद्धति अथवा प्रजातान्त्रिक पद्धति प्रणाली अन्तर्गतको यो संसदको गतिविधि पनि त्यसरी देखिएन। प्रधानमन्त्रीवाला कुरा त त्यो उहाँको लबाई खबाई गतिविधि र ऊ गर्दा त किम जोङ उनवाला त जस्तो त देखियो, तर किम जोङ उन त उत्तर कोरियाले त सानो भए पनि अमेरिकालाई त थर्काएर बसेका छन् नि।
तर यिनीहरूको त ज्ञान बुद्धि भनेको त सबै बारबारा फाउन्डेसनबाट आउने। अब कहाँ कहाँ के डढाउने हो त्यो डढाएको पनि हिसाब किताब थाहा छैन। अनि सिंहदरबार डढाउने सर्वोच्च अदालतले 24 गते सर्वोच्च अदालत डढाएको कुरामा नेपाल सरकार समक्ष जारी दरखास्त दिएको छ। अहिले त्यो आगजनीमा समातेका मान्छेहरूलाई मुद्दा फिर्ता लिनु भनेर अब यही संसदमा आँसु बगाउने त्यो यो गोही यो भेडेहरू यिनीहरू चाहिँ अहिले त्यो मुद्दा फिर्ता लिँदैछन्। अनि अदालतले पो हामीलाई त काम गर्न दिएन, धिक्कार। अनि उनीहरू आफैले राखेको प्रधान न्यायाधीश न्यायिक समितिको एउटा बैठक बस्न सक्दैन, संवैधानिक इजलास बस्न सक्दैन। अनि पाउनु चाहिँ हुन्छ कि हरेक मन्त्रीलाई 5-5, 7-7वटा सल्लाहकार प्रधानमन्त्रीका कोनी के पदमा रहेको मन्त्रीलाई अघि तपाईँले भनिसक्नुभयो पदच्युत गरिदिए भइहाल्छ प्रधानमन्त्रीले। अनि पुलिसलाई खबर गरेर र अहिले जति महिलाहरू मन्त्री सन्त्री राखेको थियो ती सबै असफल। आखिर कहाँबाट आएका छन् ती? के आकर्षणले लिएर आउनु भएको थियो र अहिले के गरेन र असफल भए ती मन्त्री असफल हुँदा 100 दिनमै सरकारप्रति जनता उकुस मुकुस, प्रतिपक्ष दल त स्वाभाविक हिसाबमा विरोध गरे भन्न पाइयो। पार्टीभित्रकै सांसदहरूको उकुस मुकुस, त्यो सदनमा रोइलो। कतिपयले भन्दै थिए सदनमा सरकार पक्ष राजसभाकै सांसदहरूले विरोध गर्न थालेपछि आत्तिएर 15 दिनको लागि संसद अवरोध गरेका हुन् यिनीहरूले। सरकारकै योजनामा पनि भनिरहेको यो उकुस मुकुस 100 दिनमा जुन चुनाव तकाएको 50-52 लाख मत त पक्कै पनि जनताले हाले भनौँ। अब त्यो मत खसिसकेपछि गनिसकेपछि त्यो उत्साह त्यो उमङ्ग 100 दिन पनि टिकेन किन? होइन हामी अब त्यही कुरा दोहोऱ्याइराख्ने कुरा। 100 दिन कुनै हालतमा सहे होला तिनीहरूले। हालाकि मैले त राज्यको लागि 100 दिन होइन कि 100 मिनट 100 सेकेन्ड पनि राज्यको लागि पर्खिन सकिँदैन। कुनै लोग्ने स्वास्नी बिहा गरे आएर हनीमुन हुनको लागि कहीँ होटलमा गएर रात बस्ने अथवा विदेश घुम्न जाने। अहिले अघि पनि हामीले कुरा गरिसक्यौँ कुन चाहिँ कुराले गर्दाखेरि त्यो संसद सदस्य अथवा सत्ता पक्षकै संसद सदस्य सुकुम्बासी व्यवस्थापनमा चित्त बुझाउने। अनि यो प्रेसमाथिको जे आतङ्क छ 25 गतेको त फेरि हेरिहाल्यौँ त्यो गाडी ताडी हिजो अस्तिको त। अनि पारी गएर मल लिएर आयो तपाईँलाई तस्कर भनेर थुन्छ। एउटा किसान भएर सोच्नुहोस्। अनि यहाँ माग्यो भनेदेखि खेती रोप्ने बेला अब मल दिन्छु भन्छ, मल छैन। त्यो पारी गएरै मल लिएर मल त बाबा त्यो त स्मग्लिङ त होइन नि, त्यो त गजेडी त होइन नि, त्यहाँ त धानै फल्छ, उन्नति नै हुन्छ। त्यो धान खायो भने त त्यो फल्यो भने त देशै धनी हुन्छ होला नि त। 80-90 वर्षकी एकजना महिलाले 5 किलो चिनी ल्याउँदा लछार पछार गरेको भिडियो हिजो अस्ति भाइरल भइरहेको। अनि यस्तो कुरा र फेरि अघि पनि मैले भने जेनजी अगुवा माजिद अन्सारी भन्ने मान्छेलाई जसको बलमा त सत्तामा आइस हेर त तिनीहरूमाथि गरेको व्यवहार। अनि प्रमुखको गरिमा बच्यो भन्दैमा देशको गरिमा बच्छ, देश त डुब्यो त भनेर त भन्न थाले त। अनि देश डुब्यो भन्नुको अर्थ भारतको सीमा हामीले मिचेको छ भन्दा हाम्रो राष्ट्रियता डुबेको होइन। कतिन्जेल छ। अनि यसमा राजसभा सांसदहरू अनि त्यहाँबाट राजसभाका सभापति किन निरीह जस्तो देखिन्छन्? फेरि सभामुख पनि निरीह जस्तो देखिन्छन्। यो विषयमा रुलिङ गर्न सक्दैनन्। प्रतिपक्ष दलका चाहिँ साना कुरा पनि रेकर्डबाट हटाउन आदेश दिन्छन् उनले। प्रधानमन्त्रीको यत्रो गम्भीर विषयमा उनी नजरअन्दाज गर्छन्। यो के हो खास? हो त असक्षमहरूको भिड होइन भनेदेखि अब नेपाली जनताले यो अनाचार, यो व्यथिति, यो विग्रहलाई मलाई लाग्छ धेरै लामो सहेर। नेपाली जनता फेरि एकचोटि झुक्के सिधा सिधी भन्दा म त फेरि जनताले चाहिँ हालेका हुन्। होइन जनताले हाले होलान् भन्छु म चाहिँ। त्यो 4 करोड मतपत्र र 2 करोड मतपत्र त मलाई लाग्छ सबैभन्दा पहिले प्रश्न उठाउने त्यो जिज्ञासा राख्ने काम गरेँ होला मैले। साँच्चै नेपाली जनताको त्यो विवेककै यो 182 को सिट थियो भनेदेखि त्यही विवेकबाट जितेर आएका मान्छे यत्तिकै सबै कसुरै कसुर अपराधै अपराधमा गाई आमाभन्दा पवित्र हुन्छन् भनेर दुध पनि मुत पनि खाने मान्छेले गाई काट्न पाउनुपर्छ भन्ने मान्छेलाई भोट हालेर जितायो होला। अब होला अब प्राविधिक रूपले त भयो।
अनि अहिले कतिजना कसुरदार के त अब फेरि धेरै नदोहोऱ्याइराखौँ, देश ग्रे लिस्टकै ब्ल्याक लिस्टमा भन्ने। ब्ल्याक लिस्टमा जान्छ यस्तै हालत हो भनेर अर्थमन्त्री बोल्न लागिसक्यो सदनबाट। एकैछिन। अनि हिजोका दिनमा 3500ले बिमा, स्वास्थ्य बिमाको जुन उपचार गरिरहेको थिए त्यो पनि रोक्छ फेरि नयाँ सरकारले झन्। त्यसैले मैले के भनेको भने ग्रे लिस्ट ब्ल्याक लिस्ट भन्ने कुरा, तपाईँ करोडौँको ठगी, तपाईँ लगायतको तपाईँको सङ्गठित अपराध, तपाईँ लगायत तपाईँको सम्पत्ति शुद्धिकरण, हिजो यही अदालत यही राज्य व्यवस्था अन्तर्गत तपाईँ होइन बाबा मैले खाएको म तिर्छु भनेर कागज लेख्ने तपाईँ रवि लामिछाने, अहिले हिजो यही संविधान अन्तर्गत चितवनबाट चुनाव जितेर आउँदा तपाईँ निलम्बित हुने, अहिले यही संविधान अन्तर्गत फेरि निर्वाचित भएर आउँदा तपाईँ महान माननीय हुने। त्यो देश ब्ल्याक लिस्टमा नगएर व्हाइट लिस्टमा जान्छ। यहाँको कुरै छोडिदिनुहोस्, दुनियाँले त हेरेका होलान् नि, सङ्गठित अपराधमा तपाईँलाई जेल हाल्ने, अनि म चुनाव जितेर आएँ भन्दैमा हिजो म निलम्बित हुन्थेँ, अहिले त्यही कानुन त्यही संविधान अब फेरि। अनि यस्ताको र अर्को चाहिँ सिंहदरबारमा जलाउनका लागि एम्बुलेन्स पठाएन, आफ्नै श्रीमतीलाई शनिबारको दिन सरकारी गाडी सार्वजनिक सवारी के अरे नगरपालिकाको सवारीमा हिँड्यो भनेर प्रहरीले चेक गर्दा सिंहदरबार डढाउँछु भन्ने मान्छे प्रधानमन्त्री होइन, 82 भदौ 24 गते कहाँ डढाउनु भएको नि, त्यो एम्बुलेन्स पनि नपठाउने र यो सेना त्यो जलाउनबाट रोक्न पनि नरोक्ने, अनि त्यो एउटा प्रधानमन्त्री त्यो एउटा पार्टीको उसमा, अनि तिनीहरूले पाएको 2/3 त्यो प्राविधिक होला, अब सत्य हो भन्ने चाहिँ लाग्न छोड्यो। अब तपाईँलाई महत्त्वपूर्ण समय र विचारलाई धन्यवाद, नमस्कार। धन्यवाद।